हात्ती होस् कि बँदेल, बाघ होस् कि चितुवा, साइक्लिङ चाहिँ जङ्गलमै गर्न मजा लाग्छ। यसपालि 10-12वटाको सङ्ख्यामा भारतको आसामदेखि आएका हात्तीहरू नेपालमै रहेका छन् भनिन्छ। बेला बेला यहाँ पनि फाटाफुटा देखिन्छ। मान्छेहरू पहिला जस्तो साँझ बिहान जङ्गल जाने, घाँस दाउरा गर्ने गर्दैनन्, अलि सचेत भएका छन्। मलाई चाहिँ बिहानै चिसोमा शीतलमा चराचुरुङ्गीको आवाजसँगै साइक्लिङमै रमाउनु मन लाग्छ, त्यो पनि जङ्गलमा साइकल कुदाउन साँच्चै आनन्द हुन्छ। त्यही भएर हात्ती मेरो साथी भन्दै जम्काभेट भइहाले, काउन्टर नगर्ने, तिमी तिम्रो बाटो जाऊ, मलाई साइकल कुदाउन देऊ भन्दै कुद्ने मन छ अहिले। म चाहिँ साइकल लिएर जङ्गलतिर लागेँ।